यता बाख्रालाई घाँस काट्नलाई जाँदैछु। उयो केटु र म घाँसको बारी लडाइरहेको छ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजनालाई स्वागत छ। आइ एम फाइन एन्ड आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। आज चाहिँ म यता बाख्रालाई घाँस काट्नलाई जाँदैछु साथीहरू। हामी दुईजना जाँदैछौँ। उयो केटु र म जाँदैछौँ साथीहरू। सो भिडियो कस्तो लाग्छ हेरेर साथ दिनु होला। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला अभियसली साथीहरू। अब चाहिँ हामी जाँदैछौँ। अहिले चाहिँ ठ्याक्क दिउँसोको 2:30 भइसकेको छ अनि मौसम चाहिँ यस्तो पानी पर्न लागेको जस्तो छ साथीहरू। हामी चाहिँ हिँडिसकेका छौँ यता थाम्मनतिर घाँस काट्नलाई। अहिले चाहिँ अलिक घाँस पाउँदैन हटपट्टि, त्यही भएर हामी चाहिँ जाँदैछौँ। धेरै उँभो जानुपर्छ। त्यो नाम्लो गछ हँसिया बोकिसकेको छु मैले। त्यस्तै छ साथीहरू। हामीले चाहिँ भोलिको लागि चाहिँ आज घाँस काटिराख्नु पर्ने हुन्छ, सजिलो हुन्छ भोलि बिहानै उठेर बाख्रालाई घाँस झुन्ड्याउनलाई होइन। पानी पऱ्यो भने अहिले बाख्रा छोड्न पाइएन भने चाहिँ अहिले नै पनि झुन्ड्याउनु पर्ने अवस्था हुनसक्छ, केही छैन। पानी चाहिँ पर्न लागेको छ। सानो सानो छिटाहरू हानिरहेको छ साथीहरू। भिडियो हेर्दै गर्नु होला। बी कन्टिन्यू वाचिङ भिडियो साथीहरू। हामी चाहिँ यो ठाडो उकालो बाटो, हाम्रो घर यहाँ छ। हामी चाहिँ यता उँभोतिर जाँदैछौँ। हामीलाई चाहिँ टाइम लाग्छ घर आइपुग्नलाई, 1-1.5 घन्टा जति लाग्छ होला समथिङ। पानी पनि पर्न लागिसक्यो यार। आज चाहिँ पानीले हामीलाई ठोक्ला जस्तो छ हामी दाजुभाइलाई। त्यही भएर केटो पनि निराशै छ। हो यस्तो हुँदा चाहिँ अलिक डर पनि लाग्छ है। चट्याङको पनि सम्भावना हुन्छ यस्तो हुँदा चाहिँ। अब झन् गाडाङगुडुङ गइरहेछ। हामी अलिकता स्पिड बढाउने केटा। यहाँबाट चाहिँ हामी उँभो जान्छौँ। यता उँडो गयो भने चाहिँ घाँस खासै पाउँदैन। अघि बिहान पनि म जाँदा यता उँभो गएको। मोबाइल चाहिँ मेरो आज सेफ नहोला जस्तो छ साथीहरू। हेर्दै जानु होला, पछि हेर्दै जानु होला अन्तिमसम्म, इन्डिङसम्म। मेरो भिडियो चाहिँ यहाँ घर नआइपुग्दैसम्मको हुने साथीहरू होइन। हेर्दै गर्नु होला कस्तो हुन्छ। पानीले आज पिटाइ चलाउला जस्तो छ, केही छैन। अलिअलि पानीमा रुच्न पनि पर्छ। कसैको चाहिँ मान्छेहरूको चाहिँ सोख हुन्छ कि पानीमा रुच्ने होइन यहाँ हुँ। तर आज चाहिँ हामीलाई खासै सोख त होइन, तर पनि रुचाउला जस्तो छ, केही छैन। हेर्दै जाऊँ है। मोबाइल चाहिँ सेभ हुन पर्छ। अरू मान्छे रुजेर त केही फरक पर्दैन होला जस्तो लाग्छ मलाई पनि। तर हेरौँ ल, पानी आउनु थालिसकेको छ यार। त्यो क्यामेरा यस्तै छ, अलिक देखेको छैन। आकाशमा बादल जम्मा भइराखेको छ, कालो बादल पानी बोकेर कुदिरहेछ। हामी पनि घाँस काट्न उँभोतिर दौडिरहेछौँ, च्यालेन्ज गरिरहेछ मौसमले होइन। त्यही माथि ओइकुट केटा। ल है साथीहरू, आज चाहिँ ठोक्लाने जस्तो छ। केटोलाई पनि अलिक हिँड्न अलिक गाह्रो भइरहेछ, तर आँटा छैन, कुदिरहेछ एकदम लारा। उकालोमा अलिक गलायो है। यो भाइ केटो चाहिँ उता जाँदैछ, म चाहिँ उयो यता उँभोतिर जान्छु। अहिले भारी भएपछि बोलायो केटा, म पनि बोलाउँछु। केटो पनि आफ्नो बाटो लागिसक्यो उतातिर है। म पनि यता उँभोतिर एकै ठाउँ, किन भन्दाखेरि एकै ठाउँ अलिक घाँस कम हुन्छ, त्यही भएर छुट्टै लागेको छ हामी चाहिँ। म चाहिँ यहाँ माथितिर काट्न जाँदैछु, ऊ उतातिर गएको छ। अनि अहिले भारी पुगिसकेपछि चाहिँ सँगै जाने हो। केटोले त त्यहाँनिर काट्नु पनि थालिसक्यो। म चाहिँ हिँड्दैछु। घाँसहरू अहिले अलिक कमै हुन्छ। यो गच्छ बिसिसकेको छु घाँस नरहेर भने। यतातिर पनि छ होइन। हँसिया अब घाँस काट्ने हो। मैले चाहिँ यहाँ घाँस काटेर भारी पुगिसकेँ होइन। त्यो घाँस काटेको चाहिँ मैले देखाउन सकिनँ, किनकि डबल ह्यान्डको युज हुन्छ। त्यही भएर त्यसको लागि चाहिँ सरी भन्न चाहन्छु। त्यो मैले सु गर्न सकिनँ। मैले हँसिया चाहिँ कता राखेछु।
हँसिया चाहिँ यहाँ हान्ने बारीमाथि होइन यहाँ हालिन्छ मैले चाहिँ सानो ठिक्कको भारी काटेको घाँस सानो छ अब म चाहिँ बोकेर जान्छु भाइले भारी पुर्यायो कि पुर्याएन हेलो तिमीले पुर्यायो ल ल ल काट काट मैले त सानो भारी बनाऊ बोकेर हिँड्छ क्या उसले त्यो भारी पुर्याइँदैन छ अब त्यो तल बिसाएर पर्ला साथीहरू मैले चाहिँ यहाँ घाँस बिसाएर उता मुस्कान केटाहरू जाँदैछु थुप्रो काटिराखेको अरे केटोले बनाइ फाँडी हानिसकेको छ त्यही पनि भारी पुऱ्याएन है अनि ठुलो भारी लाने विचार गरेको मैले त सानो अलिक थोरै काटेको उसको पनि भारी पुगिसक्यो चाहिँ हिँडिसकेको छ मेरो भारी चाहिँ यहाँ छ ओहो भारी कस्तो अप्ठ्यारो अप्ठ्यारो भए जस्तो लाग्यो त सानो छ बाटो चाहिँ होइन पानी आउला भनेको पानी चाहिँ आएन जे होस् है पानी चाहिँ अहिले चाहिँ धेरै नै आउला जस्तो गइरहेको छ अहिले फेरि अलिक नआउने हो कि तर्खर त्यस्तो देखिँदैछु म पानी चाहिँ नआउने खोज्यो होस् होइन यस्तो अप्ठ्यारो छ बाटो केटो हिँड्दैछ बिस्तारै नै केटोलाई चाहिँ अलिकति गाह्रै परेको जस्तो छ यस्तरी होइन समाउनु पर्ने थियो अनि यस्तरी जानुपर्ने ठाउँ थियो यहाँ चाहिँ अलिक सानो बाटो सेरफेङ छ चिप्लेर गइदिएला भन्ने डर यताबाट त्यस्तै भिर डरायो भने झन् खुट्टा काप्छ अरे केटीले भनेको त्यही भएर नडराइ हिँड्नुपर्ने यस्तो अवस्था देखियो माथिल्लोपट्टि ठोकियो यस्तो बाटो चाहिँ सानो ल के त पनि आँटिहाल्यो यसपालि त हामी चाहिँ फर्किँदैछौँ होइन अब घर पुग्न धेरै टाइम लाग्दैन यस अहिले त आकाशहरू पनि खासै बादलहरू पनि कालो बादल चाहिँ छाइरहेको छ तर पानी आउनु चाहिँ अहिले चाहिँ हल्का पानी पनि परिरहेको थियो है यो चाहिँ रोड हो हाम्रो गाउँको बवाल देखिदिरहेको छ त यार फेरि क्यामेरा त्यस्तै खालको छ है मेरो चाहिँ यहाँ छेस्का भिजे जस्तो लागेको थियो है यहाँ चक्कर गामबाट आउनु भयो होला सुत्त जानुभयो है के सामान ल्याएर आउनु भएको जस्तो छ हामी पनि यस्तो अहिले चाहिँ बारी चाहिँ उफ्री हिँडिरहेको केटा पनि घाँसको बारी लडाइरहेछ फाइनली साथीहरू होइन केटोले चाहिँ होल्झेर भाडी लडाइछ केटाले यहाँबाट है यहाँ यस्तो अप्ठ्यारो बाटो छ नि त्यही भएर भारी लडाइछ के गरी लडाइछ केटा फेरि यो केटाले यहाँ लडेर यहाँ घोडामा यस्तो भयो है यहाँ लडेँ म चाहिँ केटो उठेर लडेर उठेछ छिटो उठेर आउनु कति लडेको हो केटो चाहिँ दुईचोटि लडिसक्यो ओह्रालोमा खुट्टा घस्किन्छ है घर आइपुग्नु लागिसकेको छौँ लड्दै होइन पानी चाहिँ पर्ला जस्तो भइरहेछ उभिदेखि नै तर पानी चाहिँ परेन अब पर्छ होला पानी चाहिँ कसले केटो चाहिँ घाँस चाहिँ यहाँ राख्छन् इटीले पुग्छ घाँसको बारी खोलिसक्यो नाम्लो यहाँ राख्ने नाम्लो होइन हँसियालाई चाहिँ यतै छोड्यो केटाहरू गाईहरू चाहिँ यहाँ बसेर सुटिया छ यो माउ गाई हो ठुले मार्ग
केटोले पनि यहाँ घाँस राखिसक्यो। सो साथीहरू हामी चाहिँ घाँसबाट ट्याक्क आइसक्यौँ अनि यहाँ गाउँ हाम्रो गाउँ त्यहाँ पनि घर बनाउने काम भइरहेछ। र आजको ब्लग यहीँसम्म रहेको छ साथीहरू। फेरि हाम्रो भेट अर्को नेक्स्ट ब्लगमा हुनेछ साथीहरू। थ्याङ्क्स फर वाच भिडियो एभ्रिवान। बाई बाई।